नमस्कार रवि सर एन्ड बालेन सर। यो भिडियो मेरो रवि सर र बालेन सरको लागि र देशमा जो परिवर्तन ल्याउनु भयो त त्यसको लागि धेरै धेरै शुभकामना आशीर्वाद छ, ढोक छ मेरो तर्फबाट। र बालेन सरले जति काठमाडौँमा डेभलप गर्नुभयो त्यसै गरेर हाम्रो नेपालमा 77वटा जिल्ला कति छ, सबै जिल्लामा नै त्यस्तै डेभलप गर्नु पर्यो। पानीको व्यवस्था, बाटोको व्यवस्था, सम्पूर्ण चिजहरू गरिबहरूलाई घर बनाइदिनु पर्यो। र सबै तपाईको कुनै क्षेत्रमा तपाईको पार्टी छैन भने पनि त्यो क्षेत्रमा पनि तपाईको हक हुन्छ, तपाईले इन्क्वायरी गर्नुपर्छ, त्यसमा विकास भयो कि भएन हेरिदिनु पर्यो र सफलतापूर्वक प्रधानमन्त्री बनिदिनु पर्यो। र जसरी इन्डियामा नरेन्द्र मोदीले नोटबन्दी गरेको छ त्यसै गरी नेपालमा पनि नोटबन्दी गरेर जो पनि ब्ल्याक मनी राखेको छ, कालो धन राखेको छ, त्यसलाई बर्खास्त गर्ने सबै खतम गराइदिनु होला, नयाँ जेनेरेसन नयाँ नोट निकालिदिनु होला भन्ने हजुरसँग बिन्ती गर्दछु। र हाम्रो नेपाल देशमा दिल्लीमा म दोहोऱ्याउन चाहन्छु, इन्डियाको बारेमा पनि म बात गर्छु। र दिल्लीमा अरविन्द केजरीवालजीले कसरी परिवर्तन ल्याउनु भयो आफ्नो सरकारी स्कुलहरूमा र जनतालाई, गरिबलाई कसरी सेवा दिएको छ। हामी यो दुनिया यस्तो छ कि जसले सत्यको बाटो चल्छ त्यसलाई धेरै गाह्रो हुन्छ। बिचरा अरविन्द केजरीवालको हरेक पार्टीलाई जेलमा हालेर अहिले ऊ जेलबाट बाहिर निक्लेको छ, उसको जित भएको छ। नडराउनुहोस् रवि सर अनि बालेन सर, सत्यको जित हमेसा हुन्छ। र हाम्रो 3 करोड नेपालीहरूको साथ र सपोर्ट छ हजुरलाई र देश बनाउनको लागि। र यो झोलेहरूको भरमा नपर्नुहोस् र नडराउनुहोस्, 3 करोड नेपाली हजुरको साथमा छ। र यो भन्दै हजुरसँग बिदा चाहन्छु। र मेरो यो भिडियो बालेन सर रवि सर को जति पनि पार्टी छ उहाँ सबैसँग यो भिडियो पुर्याइदिनु होला र 3 करोड नेपालीसँग सेयर अनि लाइक सब्सक्राइबै गरिदिनु होला भन्ने हजुरसँग बिन्ती गर्दछु। दस अम्ला जोडी। नमस्कार।